गर्ने हो। अनि गेट गरिसके फर्स्ट स्टेप के गर्ने त मोल्टर इन्स्टल गर्ने है, मोल्टर इन्स्टल गर्ने। अनि सेकेन्ड स्टेपमा के गर्ने भन्दाखेरि अब कुन पाथमा चाहिँ हामीले कुन ठाउँ कुन फोल्डरमा अथवा कुन ठाउँमा चाहिँ हामीले यसलाई चाहिँ इमेज जुन आइरहेको हुन्छ नि हैन हाम्रो रिक्वेस्टमा रिक्वेस्ट डट फाइल गर्नुभयो भने है, रिक्वेस्ट डट फाइल गर्नुभयो भने त्यो चाहिँ इमेज आइरहेको हुन्छ है। जस्तै हाम्रो कुनै राउट हुन्छ नि त हैन, एपीआई स्ल्यास अहिले त हाम्रो अथको हैन एपीआई स्ल्यास अपलोड भन्ने एउटा कुनै फाइल हो हैन, यस्तो यसमा चाहिँ रिक्वेस्ट रेस्पोन्स आइरहेको हुन्छ है। त्यसको रिक्वेस्टमा के हुन्छ, रिक्वेस्ट डट फाइलमा मैले पठाएको फाइल है त्यो चाहिँ रिसिभ गर्न मिल्ने भयो। अनि थर्डमा के हुने भयो त हाम्रो यो फाइल आइसकेपछि है, फाइल आइसकेपछि हजुरले के गर्न सक्नुहुन्छ भन्दाखेरि यहाँ लोकल्ली पनि स्टोर गर्न सक्नुहुन्छ है, लोकल्ली कुनै फोल्डरमा पनि स्टोर गर्न सक्नुहुन्छ है। के गर्ने त फोल्डरमा फोल्डर अपलोड यसमै रिक्वेस्टमा आएको यही छ है, रिक्वेस्टमा आएको रिक्वेस्ट डट फाइलमा आएको कुनै फोल्डरमा अपलोड गर्ने त्यो इमेज है, इमेज ठीक छ। सो त्यति भइसकेपछि हामीले फोल्डर यहाँ पनि युज गर्न मिल्छ। त्यसपछि मात्र हामीले के गर्न सकिन्छ त डाटाबेसमा त्यो यो फोल्डरको है फोल्डरको पाथबाट लिएर आएर हामीले के गर्न सकिन्छ त इमेज अपलोड गर्न सकिन्छ। कसमा त हामीले डाटाबेसमा है, डाटाबेस भनेपछि मंगोजको डाटाबेस है ठीक छ। यसरी चाहिँ हामीले अपलोड गर्ने तरिका हो। तर यस्तो गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि यसमा चाहिँ लोकल हजुरको लोकल के आउँछ त भन्दाखेरि लोकलमा भएको है, यसले चाहिँ समथिङ यस्तो म यहाँ देखाउँछु ल, कस्तो भन्दाखेरि मोल्टर भनेर ल, यहाँ हेर्नु ल। सो यसले चाहिँ कस्तो फाइलमा निकाल्छ भन्दाखेरि सो जुन हाम्रो फाइल आइरहेको हुन्छ नि है त्यो डिस्क स्टोरेजमा चाहिँ यसरी राख्न मिल्छ क्या। अनि त्यसलाई चाहिँ त्यसको सेम नाम हुनसक्छ नि त होइन फाइलको। जस्तै एउटै इमेज दुईचोटि अपलोड गर्नुभयो भने त्यसको इमेजलाई चाहिँ यसरी हामीले यसको म्याथहरू राउन्ड अप गराएर के गराएर होइन त्यसको नामहरू चेन्ज गर्न मिल्छ क्या। अनि त्यही अनुसार हामीले अपलोड गरेर आउँछौँ कुनै स्पेसिफिक लोकेसन है, स्पेसिफिक लोकेसनमा चाहिँ हामीले यहाँ चाहिँ अपलोड गर्छौँ। त्यो इमेजको नामहरू यहाँ हुन्छ है, त्यसलाई लिएर चाहिँ हामीले के गर्छौँ त डाटाबेसमा के गर्ने त पोस्ट गरिदिने अथवा अपलोड गरिदिने है। त्यसरी गर्दाखेरि के हुन्छ त हाम्रो पछि गएर हजुरले डिप्लोय गर्नुभयो भने है, डिप्लोय गर्नुभयो भने त्यो इमेज आउँदैन है। इमेज किन आउँदैन भन्दाखेरि इमेज बुझ्दै हुनुहुन्छ, डिप्लोय गर्नुभयो भने त्यो इमेज हाम्रो डिप्लोयमेन्टमा भेटाउँदैन कि, किनभने यहाँ चाहिँ हाम्रो लोकलमा सेभ भएको हुन्छ नि त होइन, गेट गर्दा पनि लोकलबाट हामीले लिएर आउँछौँ। सो त्यही भएर चाहिँ त्यो इमेज भेटाउँदैन है। सो त्यो इमेज हाम्रो भेटाउँदैन। तर हामीले यदि है यो केसमा यो डाटाबेसमा स्टोर गर्नुभन्दा पहिला हामीले के गर्न सकिन्छ त भन्दाखेरि एउटा हामीले चाहिँ क्लाउडमा चाहिँ सेभ गर्न मिल्छ है, क्लाउडमा स्टोर गर्न मिल्छ। स्टोर गर्नुभयो भने अनि यसले के दिन्छ त भन्दाखेरि एउटा युआरएल बनाइदिन्छ है। त्यो युआरएल चाहिँ युआरएल क्लाउडमा भइसकेपछि त हजुरले डिप्लोय गर्नुभयो भने पनि त्यो युआरएल त अलरेडी क्लाउडमा छ। सो त्यसबाट त्यो युआरएल लिएर त्यो इमेज सो हुनसक्छ है। अब क्लाउडमा जुन युआरएल आउँछ नि त्यो युआरएल हामीले डाटाबेसमा स्टोर गर्ने ठिक छ। अनि डाटाबेसमा स्टोर गरिसकेपछि त्यसलाई हामीले अभियसली रेस्पोन्सको रूपमा रिटर्न गरिदियो भने त्यो फ्रन्ट इन्डमा गेट गर्ने, त्यो युआरएललाई डिस्प्ले गर्न त इमेज होइन, इमेजमा कसरी देखाउँथ्यौँ हामीले सेम जुन हामीले प्रोडक्ट अपलोड गर्दाखेरि प्रोडक्टको इमेज अपलोड गर्दाखेरि हामीले जसरी डाइरेक्ट युआरएल पुश गरिरहेको थियौँ नि होइन स्ट्रिङको रूपमा, हो त्यस्तै गरी हामीले के गर्छौँ त यसलाई क्लाउडले बनाइदिएको युआरएललाई हामीले डाटाबेसमा त्यसको स्ट्रिङ पुश गरिदिन्छौँ र त्यो आएको युआरएललाई चाहिँ हामी इमेज देखाइदिन्छौँ। ठिक छ।
बुझ्नुभयो? ठिक छ ठिक छ। सो दुईटा मल्टरबाट दुईटा काम गर्न सकिन्छ है। मैले के भने डाइरेक्टली यहाँ अपलोड गर्ने कुनै फोल्डरमा, त्यो फोल्डरबाट गेट गरेर हजुरले डाटाबेसमा स्टोर गर्न मिल्छ है। र त्यो डाटाबेसबाट फेरि हजुरले गेट गर्नुभयो भने त्यो त क्लाउडको युआरएल हुँदैन नि त होइन, त्यो भेटाउँदैन कि पछि डिप्लोय गर्नुभयो भने। सो त्यो म गराउँदैन, लोकलमा सेभ गराउँदैन, डाइरेक्ट के गर्छु त है, पहिला क्लाउडमा चाहिँ सेभ गर्छु है। क्लाउडमा थुप्रै छन् होइन, एउटा म चाहिँ क्लाउडेनरी भन्ने छ, त्यसबाट चाहिँ हजुरलाई अपलोड गराइदिन्छ। त्यसले चाहिँ एउटा युआरएल क्रिएट गरिदिन्छ, त्यो युआरएल गेट गर्ने र डाटाबेसमा सेभ गरिदिने है। त्यसबाट रेस्पोन्स पठाइदिने, त्यो युआरएललाई चाहिँ रेस्पोन्स गयो भने त युजरको रेस्पोन्समा त्यो युआरएल आएर आउँछ, त्यो देखाउनु त मिलिहाल्छ। ल अब स्टार्ट गरौँ है त। फर्स्ट के गर्ने त हामीले, फर्स्ट स्टेप है। अब के गर्नु पर्यो, हामीले सुरुमा अहिले मल्टरतिर नजाउँ, पहिला सेटअप गरौँ है। सेटअप के गरौँ त भन्दाखेरि सेटअप क्लाउडिनरी है। जसरी हामीले डाटाबेस होइन मङ्गोज क्रिएट गरेको थियौँ त्यस्तै गरी यसको चाहिँ इन्भाइरोमेन्ट एउटा सेटअप गरौँ है। ठिक छ। अब एउटा म के बनाउँछु भन्दाखेरि यहाँ चाहिँ फाइल बनाउँछु, कनेक्ट क्लाउडिनरी भनेर, क्लाउडिनरी है भनेर .js भनेर एउटा फाइल बनाउँछु र चाहिँ एउटा फङ्सन बनाइदिउँ यसमा, कनेक्ट के गरौँ क्लाउडिनरी भनेर चाहिँ एउटा म फङ्सन बनाइदिएँ ल। ठिक छ। यति बनाइसक्नुभयो भने यसलाई एक्सपोर्ट पनि गरिदिउँ, एक्सपोर्ट गरिदिन्छु ल, एक्सपोर्ट कनेक्ट क्लाउडिनरी। सो क्लाउडसँग कनेक्ट गर्नको लागि त इन्भाइरोमेन्ट सेटअप गर्नुपर्छ नि त होइन। ल एक्सपोर्ट डिफल्ट हेरौँ है। अब क्लाउडिनरी कसरी कनेक्ट गर्ने है, फर्स्ट स्टेप क्लाउडिनरी कनेक्ट गरौँ। अब हामीले है क्लाउडिनरी एउटा त्यस्तो फ्री प्लेटफर्म हो जसमा चाहिँ हामीले इमेजहरू अपलोड गर्न सक्छौँ है, इमेज फाइल भिडियो जे पनि राख्न अपलोड गर्न सक्छौँ है। ठिक छ। सो यसमा चाहिँ एउटा हजुरले के गर्नु होला भन्दाखेरि क्रिएट गर्नु होला है। ठिक छ, साइन अप फ्री गर्नु होला, एउटा एकाउन्ट क्रिएट गर्नु होला है। सो म चाहिँ अलरेडी क्रिएट गरेको छु होइन, साइन अप विथ गुगल गर्छु। सो हजुरहरू क्रिएट गर्नु होला है, क्रिएट गर्न त आइहाल्छ, फ्री साइन अप गर्नुभयो भने अनि यो लगइन हुन्छ है। तर मेरो चाहिँ नयुज गर्नु होला है, मेरो यहाँ चाहिँ एपिआई यहाँ चाहिँ कीहरू हुन्छ त्यो आफ्नै युज गर्नु होला है, डाटाबेस पनि आफ्नै युज गर्नु होला, मेरो युज नगर्नु होला है। ठिक छ। ल यति गर्नुभयो भने हजुरको कहाँ जान्छ भन्दाखेरि यो पेजमा खुल्छ है, सुरुमा यो पेजमा खुल्छ है। सो गेट स्टार्टेड गर्नु होला है, गेट स्टार्टेडमा यो पेज खुल्छ। सो सुरुमा के भन्छ भन्दाखेरि इन्स्टल हामीले केमा गर्ने हो त, नोड.js मा गर्दैछौँ, रियाक्टमा होइन, नेक्स्ट.js मा होइन, डाइरेक्टली हामीले रियाक्टमा पनि ब्याकइन्डमा नपुस गरेर डाइरेक्टली हामीले इमेज क्लाउडिनरीमा पुस पनि गर्नु हुन्छ है। सो हामीले नोड.js मा गर्दैछौँ, सो नोड.js मा के भन्छ त, पहिला इन्स्टल गर भन्छ, npm i क्लाउडिनरी भनेर इन्स्टल गर भन्छ है। ठिक छ, यसलाई हामी इन्स्टल गरिहालौँ। ओहो कपी भएन, सरी यो त हाम्रो अघिको लिङ्क नै हो है, गुगल मिटको। ल यो इन्स्टल गर्नु होला है। ठिक छ, यो इन्स्टल हुँदै गर्छ। त्यसपछि के भन्छ त भन्दाखेरि हामीले अब कनेक्सन त गर्नु पर्यो नि त होइन, क्लाउडिनरीसँग कसरी कनेक्ट गर्ने त है। कनेक्ट गर्नको लागि एउटा कन्फिगरेसन बनाउनु पर्छ। सो कन्फिगमा हामी एउटा क्लाउडिनरी कनेक्ट भनेर कन्फिगरेसन बनायौँ। सो यसलाई चाहिँ म कपी गरेर लग्छु। ठिक छ, हजुरहरूको पनि यस्तो कपी यो चाहिँ दिन्छ है। अब क्लाउड नेम हजुरकै हुन्छ यहाँ है, यो मेरो आएको छ, एपिआई की हजुरकै हुन्छ है, एपिआई सिक्रेट पनि हजुरकै हुन्छ है। यो चाहिँ कसरी हेर्न सकिन्छ त भन्दाखेरि एपिआई की भनेर हजुरले यहाँ हेर्न सक्नुहुन्छ है, एपिआई की भ्यू एपिआई की भनेछ, यहाँ हेर्न सक्नुहुन्छ। तर म यसलाई कपी गर्छु पहिला,
ठिक छ। यसलाई कपी गरेर म कहाँ राख्छु त भन्दाखेरि यसमा राखिदिन्छु। ल यति गर्नुभयो भने हाम्रो अब के चाहियो हामीलाई, यो एपिआई की पनि चाहियो नि त हैन, आफ्नो एपिआई की है। यो पनि हजुरको फरक हुन्छ, यो पनि हजुरको आफै दिइरा हुन्छ यहाँ। यो चाहिँ क्लाउड नेम भइहाल्यो है, यो एपिआई की भइहाल्यो। ठिक छ, यो चाहिँ एपिआई सिक्रेट। एपिआई सिक्रेट यो मेरो हो, म यो कपी गर्छु है। ठिक छ। ल एपिआई की सिक्रेट मैले कपी गरेँ है। कपी गरिसकेपछि म यहाँ चाहिँ पेस्ट गरिदिन्छु। ल यहाँ चाहिँ म पेस्ट गरिदिन्छु यसलाई। यति भयो भने हजुरहरू मेरो चाहिँ यो भिडियोमा हुन्छ है, यो चाहिँ मेरो चाहिँ सिक्रेट, यो अरू नयुज गर्नु होला है, आफ्नो चाहिँ युज गर्नु होला, आफ्नै क्रिएट गरेर है। अब यति भइसकेपछि हाम्रो अब कनेक्सन गर्नु पर्यो। हामीले जस्तै डाटाबेस यसरी बनाएको थियौँ नि हैन, यसलाई कसरी कनेक्ट गरेको थियौँ त, एपमा गएर के गरेको थियौँ त हामीले, यहाँ हेर्नु एपमा गएर कनेक्ट डिबी भनेर गरेको थियौँ हामीले। त्यस्तै गरी कनेक्ट के गर्ने त, क्लाउडिनरी भनेर कनेक्ट गऱ्यौँ। यसलाई इम्पोर्ट पनि गर्नु होला। ठिक छ, यो इम्पोर्ट भइसक्यो। यति गर्नुभयो भने हाम्रो कनेक्सन भयो है, क्लाउडिनरीसँग कनेक्सन भयो। ठिक छ, यति गर्नुभयो भने भयो हाम्रो क्लाउडिनरीसँग कनेक्सन। सो क्लाउडिनरी इज नट डिफाइन भनेर छ है, यहाँ चाहिँ हामीले डिफाइन पनि गर्नुपर्छ। ठिक छ, यो क्लाउडिनरीलाई इम्पोर्ट गरौँ। यो इम्पोर्ट भएन। ठिक छ, इम्पोर्ट भएन भने हामी यहीबाट लिएर आउँ। ल यो चाहिँ लग्नु होला है, कन्ट्रोल सी गर्छु, यसलाई चाहिँ माथि राख्दिउँ। ल इम्पोर्ट ल यति गर्नुभयो भने हाम्रो कनेक्सन्स भयो है। तर पछि गएर हजुरले डिप्लोय गर्नुभयो भने है, डिप्लोय गर्नुभयो भने यो भेटाउँदैन नि हैन। सो त्यसमा चाहिँ इन्भाइरोमेन्टमा डिप्लोय गर्नुभयो भने इन्भाइरोमेन्टमा यस्तो कुराहरू सेटअप गर्नुपर्छ। सो हामीले यताबाट ल्याउने हैन, हामीले कहाँबाट लिएर आउनु त भन्दाखेरि हामीले लिएर आउने भनेको यो कपी गर्छु म, हामीले इएनबीबाट लिएर आउँ। ठिक छ, डिप्लोय गर्नुभयो भने हाम्रो इएनबीबाट आउँछ। भोलि हामीले डिप्लोय गरौँ है। अब डिप्लोयमा चाहिँ हामीले नाम लेखिदिउँ क्लाउडिनरी है, यसको चाहिँ क्लाउड नेम भनेर, क्लाउड नेम अन्डरस्कोर क्लाउड नेम अथवा क्लाउड नेम नै गरौँ। ल छुट्टा छुट्टा गरौँ, नाम त जे पनि राख्दा भयो है। अनि यसमा चाहिँ हामीले अहिले राखौँ ल है। अनि अर्को क्लाउडिनरीको के राख्ने त, एपिआई के छ नाम हो, सो एपिआई की है, अलि नाम थाहा पाउने गरी राखौँ न त है, एपिआई की राखौँ। अब क्लाउडिनरीको एपिआई की हैन, हाम्रो एपिआई सिक्रेट है, सिक्रेट ल इजिकल टु गर्दिउँ। ठिक छ, यति पनि भयो है। अब म यिनीहरू लिएर आउँछु। ल यो चाहिँ मैले कपी गरेको थिएँ अघि। ल सो यसमा चाहिँ हामीले यो चाहिँ राखिदिउँ है। यो चाहिँ कहाँ राखौँ हामी, यो चाहिँ क्लाउड नेम हैन, यो चाहिँ एपिआई की है। ठिक छ, अनि यो चाहिँ हाम्रो सिक्रेट। ल चाहिँ सिक्रेट, यिनीहरूलाई म हटाइदिन्छु। ल यति भयो भने हाम्रो ठिक छ, सबै भयो, कनेक्सन पनि भयो। अब यसलाई चाहिँ हामी यो चाहिँ इएनबीबाट लिइरहेछौँ। सो यसबाट चाहिँ हामी यसमा इक्जाम्पलमा चाहिँ यो राख्दिउँ है, के युज गरेछ भनेर। जेडब्ल्युटी हाम्रो सिक्रेट थियो है, सिक्रेट। तर यो एक्चुअल नराख्नु होला डाटा हैन, यिनीहरू पुस्ट गर्दाखेरि हाम्रो इएनबीलाई पुस्ट नगर्ने है। यसलाई डट इक्जाम्पललाई मात्रै, पछि कोही युज गरिरहेछ भने यो हेर्छ नि त के छ भनेर इन्भाइरोमेन्ट। ल यति भइसकेपछि हाम्रो कनेक्सन भयो है, क्लाउडिनरीसँग कनेक्सन भयो। र यसबाट अब हामीले कहाँबाट ल्याउने त, इएनबीबाट ल्याउनु पर्यो। प्रोसेस हैन, प्रोसेस डट इएनबी डट के गर्ने त, क्लाउडिनरी क्लाउड कस्तो नाम पनि आउँदैन। ल क्लाउडिनरी अन्डरस्कोर
एपिआई थियो कि हैन क्लाउड नेम थियो होला है cloud_name है ल यसबाट फेरि अर्को के आएको थियो हाम्रो प्रोसेस डट env डट के त हाम्रो क्लाउडको एपिआई है अंडरस्कोर एपिआई को की है एपिआई को की अनि यसमा पनि हामी के गरौँ त यसलाई कपी गरौँ है कन्ट्रोल सी कन्ट्रोल भी यसमा चाहिँ एपिआई सिक्रेट है हैन सिक्रेट ल यति भयो भने हाम्रो कनेक्सन पनि भयो यसमा चाहिँ हाम्रो मिलेछ कि नै हो स्पेलिङ पनि फेरि नमिल्यो भने बेकार हुन्छ म यहीबाट कपी गरेर लग्छु है यसबाट लगाउँ यसमा चाहिँ यो राख्दिउँ है अनि नामहरु अहिले मिसम्याच भयो भने बिग्रिन्छ फेरि यसमा चाहिँ एपिआई की अनि env को सिक्रेट है यति भयो भने हाम्रो कनेक्सन्स भयो ठीक छ ल अब कनेक्सन भयो कनेक्सन भइसकेपछि हामी के बनाऊँ त अब हाम्रो सर्भिसेस बनाऊँ ठीक छ सर्भिसेसमा के गरौँ त भन्दाखेरि सर्भिसेस अट युजर सर्भिसेस छँदैछ है युजर सर्भिसमा जान्छु म यहाँ चाहिँ एउटा सर्भिस क्रिएट गरौँ कन्स्ट ठीक छ कन्स्ट के गरौँ त भन्दाखेरि हाम्रो अपलोड इमेज प्रोफाइल इमेज एउटा म के बनाउँछु त सर्भिस बनाउँछु ठीक छ अपलोड प्रोफाइल इमेज यसमा चाहिँ के गर्ने त सिंक है यसलाई चाहिँ यति गरिसकेपछि म अवोइड गरिदिन्छु ठीक छ अहिले जस्ट मेसेज मात्रै जस्ट के गरौँ त जस्ट क्यान्सलमा मेसेज मात्रै गरौँ ल अहिले इमेज आएको छैन त्यसपछि गरौँ ल console डट लगमा अपलोड डेट इमेज सर्भिस भनेर चाहिँ म यसरी दिन्छु ल कन्ट्रोल एस सेभ म यही कपी गरेर लग्छु अहिले नाम मात्र सेभ गरिदिन्छु सो यसलाई चाहिँ म के गर्छु त एक्सपोर्ट गरौँ ठीक छ अपलोड इमेज प्रोफाइल इमेज गरिसकेपछि हामी कहाँ जाम कन्ट्रोलरमा जाम पथ कन्ट्रोलरमा यसमा चाहिँ हामी हिजो मैले लगआउट पनि गर्न सिकाएको है क्लियर कुकीज गर्नुभयो भने लगआउट पनि हुन्छ एकछिन ल ल यहाँ पनि एउटा म के गर्छु त यहाँ चाहिँ अपलोड इमेज मात्रै भनिदिन्छु ल अपलोड इमेज यहाँ अपलोड इमेज भनेर मेसेज गरिदिउँ ल यहाँ चाहिँ के आउँछ त रिक्वेस्ट आउँछ र रेस्पोन्स आउँछ है यति गर्नुभयो भने अनि यहाँ चाहिँ हामीले रेस्पोन्समा पठाउन मिल्छ सेन्ड डाटा सेन्ड के मेसेज गरौँ न अपलोडेड भनेर हैन अपलोडेड रेस्पोन्स डट सेन्स अपलोडेड अनि यसलाई के गरौँ त भन्दाखेरि अपलोड इमेज अब अपलोड इमेज गरिसकेपछि कहाँ जाने राउट्समा जाने अब एउटा राउट्स बनाऊँ ठीक छ के राउट्स बनाउँछु त म हेर्नु यसमा चाहिँ अपलोड भनेर राउट बनाइदिन्छु ल अपलोड ठीक छ यसमा चाहिँ अपलोड इमेज भनेर होला अपलोड इमेज हाम्रो कन्ट्रोलरबाट आउँछ ठीक छ यहाँ चाहिँ पुट हैन पोस्ट हैन पुट है ठीक छ अरु हजुरहरु मैले प्रोडक्ट्सको गराइदिन्छु है प्रोडक्ट्सको यहाँ चाहिँ सबै गेट बाइ आइडी गेट बाइ प्रोडक्ट हैन सबै गराएको छु अब युजरलाई हजुरलाई एडमिनको रूपमा चाहिँ पेज बनाउनु भयो भने सो त्यतिखेर त हाम्रो के चाहिन्छ त यहाँहरु गेट युजर सबै हेर्नु पर्यो युजरलाई डिलिट गर्नु पर्यो अपलोड गर्नु पर्यो डिलिट गर्नु पर्यो भने हजुरले
के गर्न सक्नुहुन्छ, यसरी नै बनाउन सक्नुहुन्छ है। ठिक छ। ल मैले प्रोडक्ट्सको बनाइदिएँ। अब हजुरले त्यसको बनाउनु होला र अथेन्टिकेसन राखिदिनु होला। एडमिन भयो मात्र युजर गेट गर्न पाउँछ, त्यस्तो बनाइदिनु होला है। ल सो यति भइसकेपछि हामी अपलोड गर्छौँ र हामीले अपलोड भयो होइन। अपलोड गरिसकेपछि हाम्रो कुन आउँछ त, यसको राउट के हुने भयो त, राउट्स हेर्नु त, राउट के हुने भयो त, यसको API/auth/upload हुने भयो नि त होइन, अपलोड है। ल यो चाहिँ हाम्रो राउट भयो है। यति बुझ्नुभयो। अब के गर्नु पर्यो भन्दाखेरि हामीले यो अपलोड प्रोफाइल जस्तै हामी यहाँ जाउँ है, यसमा जाउँ, API/auth/upload गर्नुभयो, यसलाई सेन्ड गरौँ। सेन्ड गरिसकेपछि अपलोड भनेर अपलोडेड भनेर आयो है। हाम्रो यति बनिसक्यो है। ठिक छ। हाम्रो कन्ट्रोलरसम्म गएर अपलोडेड भनेर चाहिँ आइरहेको छ है। अपलोड इमेजमा के छ त, सेन्ड अपलोडेड भनेर चाहिँ छ मेसेज, त्यही मेसेज आइरहेको छ। ल ठिक छ। अब के गरौँ भन्दाखेरि है, अब के चाहियो त हामीलाई, इमेज अपलोड गर्नुपर्छ है। इमेज अपलोड गर्नको लागि हामीले के गर्नुपर्छ त, हामी चाहिँ यहाँ पोस्टम्यानबाट पठाइराख्दाखेरि हामीले यहाँ चाहिँ के हेडर्समा गएर कन्टेन्ट टाइप भनेर चाहिँ मल्टरले त्यो मात्र डाटा लिन्छ जुन चाहिँ मल्टिपार्ट फर्म हुन्छ है। सो के गर्ने त, कन्टेन्ट टाइप भनेर हामीले exist.put गर्दाखेरि त्यसमा पनि जसरी हामीले हेडर्सहरू अथोराइजेसन्सको ब्यारर सेट गर्थ्यौँ नि हेडर्समा, हो त्यसै गरी यसरी यो पनि कन्टेन्ट टाइप मल्टिपार्ट त्यहीँ राख्नुपर्छ है पोस्ट गर्दाखेरि। र अपलोड गर्दाखेरि यहाँ चाहिँ एडिट गर्दैछौँ है। सो के गर्दैछ त्यही राउट अनुसार त्यहाँ चाहिँ यो राख्नुपर्छ है, जसरी हामीले अथोराइजेसनलाई सेट गर्थ्यौँ त्यसरी हेडर्समा यो राख्नु होला। ठिक छ। अब पोस्टम्यानमा पनि यो चाहिन्छ एउटा। अब के गर्ने, बडीमा जाने, बडीमा अब हामीले रको जेसनमा यसरी पठाइरहेको थियौँ नि होइन, यहाँ डाटाहरू नेम इमेज भनेर समथिङ यसरी जेसन डाटाहरू पठाइरहेको थियौँ, तर यसरी यहाँबाट पठाउने होइन है। फर्म डाटाहरू हामीले इमेजहरू भयो त्यसको लागि हाम्रो यसबाट पठाउनुपर्छ है, फर्म डाटाबाट। यसमा चाहिँ के गर्न सकिन्छ त, फाइलहरू हजुरले टेक्स्ट हो कि होइन, अब नाम छ भने नाम है, नामहरू, फोन छ भने फोन यहाँ चाहिँ राख्न सक्नुहुन्छ है, फोन अनि टेक्स्टहरू यहाँ राख्न सक्नुहुन्छ है। टेक्स्ट अलरेडी टेक्स्टमा हुन्छ, सो नेम के छ राख्न सक्नुहुन्छ, फोन के छ त्यो राख्न सक्नुहुन्छ। र यदि इमेज हाम्रो के छ त, इमेज फिल्ड छ नि त होइन, इमेज फिल्ड छ, इमेजमा के पठाउन सक्नुहुन्छ त, हाम्रो टेक्स्ट होइन कि फाइल है। सो फाइलमा चाहिँ यसरी हजुरले लोकल मेसिनबाट अपलोड गर्न सक्नुहुन्छ, यहाँ भएकोलाई पनि अपलोड गर्न सक्नुहुन्छ। ठिक छ। यसरी चाहिँ हामीले सिलेक्ट गरेर अपलोड गर्ने है। अब यो कसरी अब अपलोड गर्ने भन्दाखेरि, अब यसलाई यहाँबाट पठाएको इमेजहरू जस्तै म यो इमेज गरेँ, अब सेन्ड गर्छु, तर अपलोडेड त आउँछ, तर यो डाटाहरू यहाँ आउँदैन कि। सो यहाँ चाहिँ गेट गर्नको लागि, ठिक छ, यो राउटमा गेट गर्नको लागि रिक्वेस्टको फाइलमा चाहिँ आउँछ क्या। सो यो गेट गर्नको लागि ठिक छ, यसलाई म जस्तै के गर्छु भन्दाखेरि यसलाई कन्सोल गर्छु, clg console.log है। यो रिक्वेस्टको फाइलमा आएर आउँछ क्या, यहाँबाट हजुरले फाइल पठाउनु भएको नि त होइन। सो अरू त यो चाहिँ नेम फोनहरू त त्यस्तो request.body मा आउने भयो है। यो पठाउनु भयो भने यहाँ हेर्नु, यहाँ चाहिँ अनडिफाइन आइरहेछ, किन यसले लिँदैन क्या। ठिक छ। यसलाई लिनको लागि हामीले के गर्न सकिन्छ त, मल्टर भन्ने थिएँ मैले अघि न, के गर्ने त, npm यो मल्टरमा जानु होला, मल्टरमा गइसकेपछि के गर्नु होला त, यो हाम्रो कपी गर्नु होला है। ठिक छ। npm install मल्टर भनेर है, यो चाहिँ चाहिन्छ। अनि मल्टरले के भन्छ भन्दाखेरि एक्सनमा हामीले पठाउँदाखेरि के चाहिन्छ भन्दाखेरि मैले भनेको थिएँ नि होइन, इन टाइप मल्टिपार्ट फर्म डाटा है। फर्म छ भने चाहिँ यसरी फर्ममा यसरी डिफाइन गर्नुपर्छ भन्छ है। तर हामीले कसरी पठाइरहेको थियौँ त, राउटमा ब्याकइनको एपिआईमा exist.postमा गएर त्यसमा चाहिँ यो मल्टिपार्ट फर्म डाटा यसो डिफाइन गर्नुपर्छ। सो यो सकेपछि म त्यो पनि देखाइदिउँला है। यति भइसकेपछि अपलोड गर्न त्यो पनि हेरौँला, अनि फाइलहरू फ्रन्ट इन्डमा देखाउँला होइन।
ल यो चाहिँ हाम्रो यसरी फर्म छ भने फर्मबाट पठाउँदै हुनुहुन्छ भने यसरी इन टाइप गरेर यसरी राख्न सक्नुहुन्छ है। मेथड के हो पोस्ट, अनि इनपुटमा टाइपमा फाइल लेख्नु होला है। टाइप के हो त फाइल। अब फाइल भयो भने फाइल अपलोड गर्न मिल्छ त्यसमा। जसरी मैले यहाँ पोस्टम्यानमा अहिले टेस्टिङको लागि के गरिरहेको छु, यहाँ फाइल पठाइरहेको छु नि होइन, र हेडर्समा कन्टेन्ट टाइप मल्टिपार्ट। ठिक छ, यति भइसकेपछि अब के भन्छ हेर्नु, यो पहिला इन्स्टल गरिहालौँ ल। npm इन्स्टल के गर्ने त मल्टर है, यो इन्स्टल हुँदै गर्छ। अनि यसले के भन्छ त भन्दाखेरि यसरी यसलाई चाहिँ इम्पोर्ट गर भन्छ है। कन्स्ट मल्टर इज इक्वल टु रिक्वायर मल्टर भनेर यसरी इम्पोर्ट गर्ने। इम्पोर्ट गर्न त आइहाल्छ, यो चाहिँ हाम्रो कमन जेएस मेथड हो, हामीले युज गरिरहेको छ मोडेल टाइप है। ल यति भइसकेपछि कन्स्ट अपलोड इज इक्वल टु मल्टर है भनेर हामीले यो मल्टर जुन छ होइन, यसबाट आएको जुन फाइल छ होइन, यसले कुन डेस्टिनेसनमा चाहिँ राखिदिन्छ त है। डेस्टिनेसन जस्तै हाम्रो अपलोड्स भन्ने एउटा फोल्डर होला नि त होइन, त्यसमा चाहिँ अपलोड गरिदिने भनेर चाहिँ यसरी गर्नुहुन्छ है। अब यसलाई म कपी गर्छु र यसलाई चाहिँ मेन फाइलमा चाहिँ app.js मा चाहिँ गरेर यहाँ चाहिँ राखिदिन्छु ल। यहाँ राखिदिन्छु म app.js मा। यस यो पहिला इम्पोर्ट गरौँ है, के गरौँ त मल्टरलाई इम्पोर्ट गरौँ ल। मल्टर इम्पोर्ट मल्टर फ्रम मल्टर है। मल्टर इम्पोर्ट भयो। यति भइसकेपछि म के गर्छु त यो डाटाबेसहरू यहाँ माथि नै राखिदिउँ ल। अनि यति भइसकेपछि म चाहिँ कन्ट्रोल जेड यसलाई चाहिँ कपी गरेर ल्याउँछु ल। ठिक छ, यो कन्स्ट के गर्नु होला, यसलाई कपी गर्नु होला। ठिक छ, यति भइसकेपछि अब यो डेस्टिनेसन भनेको है, डेस्टिनेसन भनेको कुन फोल्डरमा चाहिँ अपलोड गर्ने त त्यहाँबाट आएको डाटालाई। सो यो चाहिँ अपलोड्स भन्नेमा डेस्टिनेसनमा चाहिँ के गरिदिन्छ त अपलोड गरिदिन्छ। सो अब हाम्रो जस्तै मेथड कुन छ त app.post छ है, app.post मेथड। यसले जुन छ नि होइन, यो राउट भयो, यो फङ्सन हाम्रो कन्ट्रोलर भयो। यो त बुझ्नुहुन्छ नि, app.post यो राउटर अनि यो हाम्रो कम्पोनेन्ट, यो बिचको के हो त मिडलवेयरको जस्तै काम गर्ने भयो है। जसरी हामीले अट बिचमा राख्यो भने त्यसको डाटाहरू गेट गर्न मिल्थ्यो नि होइन, रिक्वेस्ट डट भनेर हो। त्यस्तै गरी यसमा चाहिँ रिक्वेस्टमा युजर आइरहेको थियो नि त होइन। जसरी यहाँ हेर्नु हामीले कहाँ युज गरेको थियौँ प्रोडक्ट्समा, मैले जहाँ यो अट युज गरिरहेको थिएँ नि होइन, त्यसमा मिडलवेयरमा जे हामीले सेट गरेको थियौँ होइन, रिक्वेस्ट डाटा जुन आइरहेको छ त्यसको रिक्वेस्ट डट युजरमा, अनि जहाँ थियो त्यतै हामीले कन्ट्रोलरमा यहाँ चाहिँ युज गर्न मिल्थ्यो। ठिक छ, यो रिक्वेस्ट डट युजर है। त्यस्तै गरी अब के भयो त यो पनि एउटा मिडलवेयर हो, यो बिचमा राखेको मिडलवेयर जस्तै काम गर्ने भयो। ठिक छ, अब यसमा आएको डाटालाई हामीले यहाँ रिसिभ गर्न मिल्छ नि होइन, रिक्वेस्ट डट फाइल गरेर हेर्नु यसरी। यो अप्टार भनेको फाइल नेम है। जस्तै ब्याकइन्डमा हाम्रो के छ इमेज छ नि त होइन, फ्रन्टइन्डमा के भयो त हाम्रो ब्याकइन्डमा जस्तै हाम्रो यहाँ के छ मोडलमा हेर्नु त, युजरको मोडलमा इमेज छ। ठिक छ, इमेज छ। यहाँ पनि अब हामीले के नाम लिएर गेट गरिरहेको छौँ है। अब इमेज हुनसक्छ समथिङ, इमेज छ भने इमेजै राखिदिनु होला है। ठिक छ, नत्र हामीले सर्भिसमा गएर चेन्ज गर्नुपर्छ। ठ्याक्क डिस्ट्रक्चर गरेर जे नाम छ डाटाबेसमा त्यहीमा चाहिँ डिस्ट्रक्चर गर्नुपर्छ है। अब इमेज छ भने हाम्रो फ्रन्टइन्डमा पनि इमेजै राखिदिनु होला है। सो इमेज यो अप्टार भनेको फाइलको नाम है, इमेज छ भने चाहिँ इमेज। ठिक छ, यति बुझ्नुभयो। अपलोड डट सिङ्गल, यो सिङ्गल अब एउटा मात्रै अपलोड गर्नको लागि। अब एरेमा फोटोहरू धेरै हजुरले अपलोड गर्नुहुन्छ भने यो एरेको लागि पनि छ। ठिक छ, एरेमा आउँछ। अनि यो फिल्ड्सहरू होइन, अब म्याक्स काउन्ट कतिवटा राख्ने तिनीहरू पनि फिल्ड्सहरू राख्न मिल्छ होइन। जस्तै अब फिल्ड्सहरूमा अनि कस्तो हाम्रो कस्तो कुरा राख्न सकिन्छ त्यस्तो आउँछ क्या। जस्तै हाम्रो पिएनजी इमेज लिने, पिडिएफ नलिने, त्यस्तो डिफाइन गर्न मिल्छ क्या। यो कुरा यसमा हामी नजाऊँ होइन, हामीले एउटा सिङ्गल इमेज अहिले चाहिँ हेरौँ है अपलोड गर्न। अनि यति भइसकेपछि यो थुप्रै कुरा छ होइन, यो चाहिँ फर्मको अब यसरी फर्ममा यसरी पठाउने भनिरहेको छ है। ल ल यति भइसकेपछि हामी हेरौँ है त। अब म फाइल एउटा इमेजलाई अपलोड गर्न खोज्छु ल। अपलोड गर्न खोज्छु अनि अपलोड भयो कि भएन हेर्छौँ है हामी। यहाँ चाहिँ म रिक्वेस्ट डट फाइलमा
के गरेँ यहाँ चाहिँ म यसलाई प्रिन्ट गरिरहेको छु है। यहाँ डाटा आयो भने फाइल जुन अपलोड गर्छु त्यहाँ आयो भने यहाँ चाहिँ अपलोड हुनुपर्छ है। ठिक छ, यहाँ चाहिँ इमेज आउनुपर्छ। सो त्यसको लागि के गर्ने त, हाम्रो राउटमा जाने है, युजर कहाँ छ हाम्रो, एपमा जाऊँ है। अब एपमा यही युज गरिदिन्छु ल। यही युज गऱ्यो भने अब सबै राउटमा एभाइलेबल हुन्छ, अथको सबै राउटमा एभाइलेबल हुन्छ। एपिआई स्ल्यास यहाँ चाहिँ बिचमा युज गरिरहेको छु नि त होइन, सबैमा एभाइलेबल हुन्छ, तर हामीले युज गरिरहेको छौँ यसमा मात्रै है। ल के गर्छु त म यहाँ चाहिँ मिडिल वेयर युज गरिदिन्छु ल। ठिक छ, मेन राउटमा। सो के छ त हाम्रो अपलोड डट, यो है अपलोड डट भनेको, यो अपलोड डट के गर्ने सिङ्गल है, सिङ्गल। अनि यसमा चाहिँ के राख्न सकिन्छ त, यो त कमा गरौँ होइन, इमेज है। ठिक छ, यहाँ हेर्नु, यहाँ भनेको चाहिँ अपलोड डट तार सिङ्गल इमेज भनेर चाहिँ यहाँ चाहिँ स्ट्रिङमा राख्नु ल। स्ट्रिङमा राखौँ, यो इमेज भनेर मैले अपलोड गरेँ है। ठिक छ, अब यो अपलोड गरिसकेपछि यो मिडल वेयरको जस्तै काम गर्यो र अब यो अथ भन्ने अथ भन्ने कहाँ छ हाम्रो, त्यसमा सबै ठाउँ एभाइलेबल हुने भयो यो इमेज है, सबैको रिक्वेस्ट डट फाइलमा चाहिँ एभाइलेबल भयो है। यो चाहिँ अब अपलोड गरेको जुन इमेज छ नि है, यसले चाहिँ कहाँ डेस्टिनेसनमा छ, अपलोड स्ल्यासमा चाहिँ गएर यहाँ चाहिँ अहिले अपलोड्स भन्ने हाम्रो फोल्डर छैन है, त्यहाँ गएर चाहिँ राखिदिन्छ है। ल यति भइसकेपछि हाम्रो अथमा जाऊँ, अब यहाँ चाहिँ सबै ठाउँ एभाइलेबल हुने भयो है। ल सबै ठाउँ हुने भयो, तर हामीले यसमा युज गरिरहेको छौँ है। यहाँ चाहिँ यहाँ पनि युज गर्न मिल्छ, यो जुन हजुरहरूले यहाँ युज गर्नुभएको छ नि, मैले यहाँ मेनुमा युज गरिदिएँ होइन, यो चाहिँ यसमा पनि युज गर्न मिल्छ, जुनमा स्पेसिफिक चाहिएको छ त्यसमा पनि यहाँ चाहिँ मिडल वेयर राख्न सक्नुहुन्छ है, तर मैले त्यही मेनमै राखिदिएँ। ल यति गरेँ, अब म के गर्छु त, फाइल सेलेक्ट गर्छु। ठिक छ, यो चाहिँ यिनीहरू नाम फोन टेक्स्टहरू रिक्वेस्ट डट बडीमा आउँछ है, त्यो त मैले पहिले सिकाइसकेको छु, तर हजुरलाई त्यो पनि चाहियो भने यहाँ चाहिँ यिनीहरू पठाउन सक्नुहुन्छ है। तर अहिले म फाइल मात्रै पठाइरहेको छु। फाइल सेलेक्ट गर्नु होला, हेडर्समा के गर्ने कन्टेन्ट टाइप मल्टिप्लाइड गर्नु होला, बडीमा जानु होला, फर्म डाटामा फाइल गरेर यसरी फाइलहरू इमेज, कुनै इमेज यसरी इमेजहरू सिलेक्ट गरेर ल्याउन सक्नुहुन्छ है। जस्तै म एउटा यो इमेज है, इमेज लिएर आउँछु, यही अपलोड गर्नुभयो भने यहाँ देखाउँछ है, यिनीहरू योलाई म हटाइदिन्छु ल। यसरी यसलाई चाहिँ अपलोड गर्नुभयो भने यहाँ चाहिँ भइरहेको छ है। ठिक छ, अपलोड गर्नु भएन, ठिक छ, यसरी लोगो डट पिएनजी डाउनलोड पहिल्यै अपलोड भएको यहाँ आइरहेको हुन्छ कि, यहाँ चाहिँ अब यति भयो है, आयो नि होइन। यो अब इमेजलाई म के गर्छु, अब सेन्ड गर्छु है। अब सेन्ड गर्छु, सेन्ड गर्नको लागि पहिला के छ, हामीलाई लगइन सगिन चाहिँदैन, अहिले अथ राखेको छैनौँ, लगइन पर्दैन। अब म सेन्ड गर्छु, अपलोडेड आयो, अपलोड आइसकेपछि म हेर्छु ल। हेर्नु अघि के भइरहेको थियो, अनडिफाइन्ड भनिरहेको थियो नि होइन। अब एपिआई स्ल्यास अथ स्ल्यास अपलोड गरेँ, अब के भयो, फाइल नेममा इमेज आयो, ओरिजिनल नेममा हाम्रो समथिङ समथिङ त्यो आयो होइन, इन्कोडिङ 7PIT मिमी टाइप के छ होइन, डेस्टिनेसन्स फाइल नेम पाथहरू यसरी आयो है, साइज यति आइरहेछ। ठिक छ, बुझ्नुभयो, यसरी हामीले युज गर्न मिल्छ। अब यो चाहिँ अब कहाँ अपलोड्स भनेर फोल्डर बनेको होला, हेर्नु यो अपलोड्स भन्ने फोल्डर यहाँ बनेको छ है। ठिक छ, यो इमेजलाई लगेर हजुरले मोङ्गोडिबीमा डाइरेक्टली अपलोड गर्न सक्नुहुन्छ, तर यो चाहिँ युआरएल होइन नि होइन, यो क्लाउडमा सेभ भएको युआरएल होइन, लोकल एउटा कुनै नाम दियो, यसले अपलोड गर्दाखेरि नाम दियो है। ठिक छ, तर हामीले यसमा चाहिँ अपलोड नगर्ने। ठिक छ, हामीले कहाँ युज गर्ने अपलोड गर्ने भन्दाखेरि हाम्रो क्लाउडमा है, क्लाउडनिर एउटा अकाउन्ट क्रिएट गर्ने, त्यसमा चाहिँ गएर हामीले सेभ गर्ने है। ल अनि यहाँ छ नि हाम्रो डेस्टिनेसनमा, यो डेस्टिनेसन हामीले यहाँ नगरौँ ल। डेस्टिनेसन यहाँ गर्नुभयो भने ठिक हुन्छ है, गर्दा पनि हुन्छ, तर हामीले डेस्टिनेसन हाम्रो त्यो पनि हुन्छ है, हाम्रो लोकल मेमोरी ऱ्याममा पनि स्टोर गर्न मिल्छ कि। जस्तै यहाँ होला है, चाहिँ के भन्छ भन्दाखेरि हेरौँ है, डेस्टिनेसन हेर्नु हाम्रो यो आउँछ भनेको थियो नि होइन, हामीले पठायौँ यसरी आइरहेको छ है।
बफर अहिले बफर हेरौँला है। सो मेमोरी फाइलको बफरमा यसरी हामीले मेमोरी स्टोरेजमा राख्नु मिल्छ के। अनि पहिला मेमोरी स्टोरेजमा राखौँ ल। डेस्टिनेसन हेर्नु, डेस्टिनेसनमा जुन यहाँ थियो नि है, हाम्रो डेस्टिनेसनमा के थियो, फोल्डरको नाम थियो डेस्टिनेसनमा। डेस्टिनेसनमा हाम्रो स्टोरेज पनि छ है, ठिक छ। अब हामी स्टोरेज युज गर्छौँ ल। यो डेस्टिनेसनमा स्टोरेज युज गर्छौँ। सो यो डेस्टिनेसनमा के गर्नु होला, हामीले स्टोरेज युज गर्ने, ठिक छ। स्टोरेज कसको त, मल्टरको स्टोरेज, मल्टरको स्टोरेज भन्ने डिस्क स्टोरेज, मेमोरी स्टोरेज आउँछ है। सो मेमोरी स्टोरेज, ठिक छ। यो चाहिँ ऱ्याममा गएर सेभ गरिदिन्छ है, ठिक छ। अनि ऱ्याममा सेभ भयो भने अनि त्यो चाहिँ अपलोडमा आउँछ। अपलोडमा आइसकेपछि यो चाहिँ यहाँ आउँछ, यहाँबाट फेरि आउने भयो यहाँ। अब यहाँ चाहिँ म एउटा मात्रै छ है, म फेरि सेन्ड गर्छु। सेन्ड गऱ्यो भने यो इमेज फेरि सेन्ड गर्छु, अपलोडेड भयो। अब यहाँ चाहिँ अपलोड भएन होला, हेर्नुभयो यहाँ चाहिँ आएको छैन नि है, अघि हाम्रो यहाँ आएको थियो। अब लोकल ऱ्याममा चाहिँ हाम्रो अहिलेलाई सेभ गरिदिन्छ। सो त्यति भइसकेपछि हामीले के गरौँ त, अब क्लाउडमा चाहिँ स्टोर गरौँ है, हुन्छ। बुझ्दै हुनुहुन्छ? हामीले अहिलेसम्म के गर्यौँ, डाटा हामीले इमेज फाइल लिएर आयौँ है। यो फाइल हाम्रो कहाँ आउँछ त, रिक्वेस्ट, किनभने यहाँ मिडलवेयर मैले युज गरेँ भने यो अपलोडमा हामीले यहाँ पठाइदिन्छ कि यसको रिक्वेस्ट यहाँ चाहिँ पठाइदिन्छ है। यो रिक्वेस्टमा आउँछ, रिक्वेस्ट डट फाइल गर्नुभयो। जसरी हामीले रिक्वेस्ट डट बडी गर्नुहुन्थ्यो नि होइन, जस्तै रिक्वेस्ट डट बडीमा हाम्रो के आइरहेको छ, सिएलजी रिक्वेस्ट डट बडी है। जस्तै मैले यो बडीमा जस्तै नेम, यो चाहिँ स्ट्रिङ पर्दैन होइन, 19 है, यो गर्नुभयो भने यहाँ पनि आउँछ है, हेर्नु आइरहेछ त हाम्रो, हेर्नु ठिक छ। अहिले हाम्रो कहाँ सेभ भइरहेछ, लोकल ऱ्याममा है। ऱ्याममा सेभ भएको कारणले हाम्रो अघि नै कस्तो डाटा आइरहेको थियो, अहिले हेर्नु बफरमा आइरहेछ नि होइन। यसले के गर्छ त, बफरमा सेभ गरेर आउँछ क्या। यहाँ चाहिँ यहाँ हेर्नु बफर मेमोरी स्टोरेजमा सेभ गऱ्यौँ, यसले बफरमा दिएर आउँछ क्या। बफरमा धेरै डाटाहरू स्टोर गर्नु मिल्छ कि, ठिक छ। बाइट्सहरू हेर्नु कति धेरै बाइट्स त, यसरी चाहिँ हामीले बफरमा यो बफर बाइट्सहरूलाई चाहिँ हामीले अब यही लिएर हामीले चाहिँ स्टोर गर्ने ल। फाइल डट बफर गर्नुभयो भने अनि यही चाहिँ हामीले पछि स्टोर गर्नु मिल्छ क्या। सो यतिसम्म बुझ्नुभयो, ठिक छ। बुझिरहेँ। अहिले हामीले कति के गर्यौँ भन्दाखेरि जस्ट इमेज लिएर आयौँ है। इमेज डाइरेक्टली आउँदैन, हामीले मल्टर युज गर्नुपर्छ है। मल्टर एज अ मिडल वेयरको काम गर्छ होइन, त्यसले चाहिँ रिक्वेस्ट डट फाइलबाट लिएर आयौँ होइन। अब मल्टर मैले मिडल वेयरमा सेट गर्थेँ र त्यसले चाहिँ गेट गरेर यहाँ चाहिँ ल्याइदियो, ठिक छ। यति भइसकेपछि हामीले जस्तै नेममा के पठाएँ, नेम जस्तो फोन, मैले अहिलेलाई म इमेज मात्रै अपलोड गरिरहेको छु। सो हामीलाई यो यिनीहरू पर्दैन होइन, सो यिनीहरू पर्दैन हामीलाई, ठिक छ। यिनीहरू नपठाऊँ, यो बडीमा हामीलाई चाहिएन, इमेज मात्रै अपलोड गर्न हामी सिकिरहेछौँ अहिले ल। यति भइसकेपछि के गरौँ भन्दाखेरि अब यो जुन डाटा आउँछ नि है, त्यो कहाँ पठाउने भन्दाखेरि हाम्रो युजर सर्भिस होला है। अवेट के गर्ने, युजर सर्भिस, ठिक छ। युजर सर्भिस डट के छ त, हाम्रो अपलोड इमेज प्रोफाइल इमेज भनेर छ। र यो रिक्वेस्ट डट जुन फाइल आएको छ नि है, रिक्वेस्ट डट फाइललाई हामीले कहाँ पठाइदिउँ त, कन्स्ट फाइल भनेर नाम दिन्छु, रिक्वेस्ट डट फाइल गरौँ, ठिक छ। यति गर्नुभयो भने अब यो फाइललाई म कहाँ पठाइदिन्छु, यहाँ चाहिँ पठाइदिन्छु। यहाँ पठायो भने अब यो कहाँ छ त हाम्रो है, ठिक छ। हाम्रो यहाँ छ, कहाँ छ त, यहाँ होला है, युजरको सर्भिसमा जाने। अब यहाँ चाहिँ फाइल आउँछ नि त होइन, फाइल आउँछ र फाइल आइसकेपछि हामीले के गर्ने त, यहाँ चाहिँ अब यो फाइललाई कहाँ पठाउने भन्दाखेरि अब क्लाउडनेरीको काम आउँछ। अब क्लाउडमा अब स्टोर गर्नु पऱ्यो नि त पहिला, ठिक छ। स्टोर गर्नको लागि के भन्छ, अपलोड एन्ड इमेज अपलोड गर्नको लागि हामीले यो कपी गरेर लग्नु है, ठिक छ। यो कपी गरेर लग्नु होला। अब यहाँ चाहिँ हामीले यसलाई राख्दिने है, ठिक छ। यति राख्नुभयो भने यो चाहिँ हाम्रो अहिले परेन होइन।
त्यो राख्नुभयो भने कन्स्ट अपलोड रिजल्ट भनेको छ र यो अपलोड रिजल्ट ठिक छ हैन। यसलाई चाहिँ अहिले यहीँबाट रिटर्न गरिदिउँ न त है। यसलाई रिटर्न गरिदिउँ। यति गरौँ नि त हैन। अहिले अवेट छ भने ठिक छ। ठिक छ, यो अपलोड यो क्लाउडनरी अपलोडर डट अपलोड अनि यो जुन छ नि हैन, यसमा चाहिँ हजुरले डाइरेक्टली मैले युआरएल इमेजको राखिरहेको थिएँ नि हैन, प्रोडक्टको युआरएल इमेज हो त्यो चाहिँ हामीले यसरी यहाँ चाहिँ राख्न मिल्छ। अथवा हामीले के पठाउन मिल्यो त, हामीले पठाएको लोकलबाट यो फाइल पठाउन मिल्छ नि त हैन। ठिक छ, यो फाइल हजुरले पठाउन सक्नुहुन्छ है। कसरी पठाउने भन्दाखेरि यो हामीले यसलाई चाहिँ के गर्नु होला भन्दाखेरि यहाँ चाहिँ अन्डरस्कोर स्ट्रिम भनेर स्ट्रिममा पठाउनुपर्छ कि। ठिक छ, यो स्ट्रिम गर्नु होला। यति गरिसकेपछि यसलाई चाहिँ हामीले हटाइदिनु होला। यति गर्नु होला। यति गरिसकेपछि हामीले यसमा चाहिँ एउटा अनि के गर्नु होला भन्दाखेरि यसमा चाहिँ फोल्डर नाम चाहिन्छ के। फोल्डर नाम चाहिन्छ। फोल्डर नाम के दिने भन्दाखेरि है, फोल्डर नाम के दिन सक्नुहुन्छ भन्दाखेरि यो अहिले यति त बुझ्नुहुन्छ नि हैन कोड। ल कति सानो भयो छोटो है। रिटर्न गरिदिउँ यो जुन आउँछ हैन क्लाउडनरी डट अपलोडर भनेर, त्यही डाटालाई रिटर्न गरिदिउँ। रिटर्न गरिसकेपछि हामी यसमा चाहिँ गेट गरौँ। कहाँ छ हाम्रो अपलोडको, यहाँ होला। ल यसमा चाहिँ यो चाहिँ के गरौँ, कन्स्ट अपलोडेड डाटा अर फाइल भनेर जे भन्दा पनि भयो हैन। र यसमा चाहिँ हामीले यसलाई चाहिँ यो ठिक छ, यो रेस्पोन्स ठिक छ, यहाँ चाहिँ कन्सोल गरिदिउँ ल अपलोडेड डाटा। अब यो हेर्नको लागि मैले गराइदिएँ। अहिले कन्सोल गरौँ। अपलोड भइसकेपछि त्यसको युआरएल आउँछ कि आउँदैन। कहाँ जाने त हामी युजर सर्भिसमा जाऊँ। अब चाहिँ यहाँ चाहिँ फोल्डर चाहिन्छ कि एउटा। सो फोल्डर हामीले आफ्नो पनि बनाउन मिल्छ है। यहाँ चाहिँ क्लाउडमा जानु होला, क्लाउडनरीमा कहाँ जानु होला भन्दाखेरि हाम्रो यसमा क्लिक गर्ने। ठिक छ, यसमा क्लिक गर्नुभयो भने यहाँ मिडिया लाइब्रेरी भन्ने आउँछ क्या। ओपन गर्नु कति टाइम लाग्यो। अब हेर्नु यहाँ चाहिँ फोल्डरहरू छ है, फोल्डर एसेट्स। अरू फोल्डरमा चाहिँ हजुरले के गर्न सक्नुहुन्छ त, आफ्नै फोल्डर क्रिएट गर्न सक्नुहुन्छ है। जस्तै म एउटा फोल्डर क्रिएट गर्छु है। फोल्डर हाम्रो S32 हो नि त, S32 गर्छु। यसमा म सेभ गर्छु ल। ठिक छ, S32 भनेर हाम्रो फोल्डर बन्यो। हेर्नु यस्तो स्टुडेन्ट पोर्टलको हाम्रो इमेजेसहरू पनि छ है। जस्तै हाम्रो इमेजेसहरू यहाँ आएको छ होला। यहाँ चाहिँ एउटा मात्रै इमेज छ र। ठिक छ, हामी फोल्डरमै जाउँ है। अब यहाँ चाहिँ इमेजहरू छन् ल हाम्रो S32 मा। अब यहाँ चाहिँ कहाँ अपलोड गर्ने त, यहाँ मैले एउटा फोल्डर बनाएँ, त्यसमा चाहिँ अपलोड गर्ने भनेर यहाँ S32 गर्नु है। ठिक छ, यहाँ चाहिँ डट इन गरेर इन्ड गर्नु होला। अनि त्यसपछि कहाँ गर्ने त भन्दाखेरि जुन हाम्रो फाइल आइरहेको छ नि, फाइल डट बफर है, बफर फाइलको बफर। ठिक छ, अघि नै हाम्रो फाइलमा बफर आइरहेको थियो नि हैन, कहाँ छ है, यो फाइल डट बफर गरेको है। फाइलको यो बफर चाहिँ सेभ गर्ने। बफरमा चाहिँ अन्डरस्कोर स्ट्रिम है। यति गर्नुभयो भने अब हाम्रो के हुन्छ त, अब फाइल अपलोड हुन्छ कि नै हेरौँ है त। म फेरि सेन्ड गर्छु। ठिक छ, सेन्ड गरेँ। सेन्ड गर्दाखेरि के फेरि प्रब्लम आयो, के हुन्छ ल। यो हामीले ठिक छ, यो यहाँबाट नलाउनु। यहाँ चाहिँ हामीले यो चाहिन्छ कि। ठिक छ, यो लिएर जाउँ। यो इम्पोर्ट गरेको थियौँ हामीले, यसलाई इम्पोर्ट गर्नु होला। यो माथि टपमा राखिदिन्छु। यति गर्नुभयो भने हाम्रो चल्छ। चल्यो।
चलिसकेपछि यहाँ MongoDB कनेक्ट भयो। अब कनेक्ट भएपछि म सेन्ड गर्छु ल। सेन्ड गरेँ, अपलोडेड बन्यो, रेस्पोन्स आयो। अब रेस्पोन्स आइसकेपछि यहाँ चाहिँ अपलोड भएको छ कि नै हेरौँ ल। के आयो त अपलोड स्ट्रिम अंडरस्कोर इभेन्ट्स क्लोज एरर अनडिफाइन्ड प्रिफिनिश फिनिश अपलोड भएन जस्तो छ हो हाम्रो। यसलाई चाहिँ अवेट लिँदैन है, अवेट नगर। फोल्डर चाहिँ S32 ठिकै छ त हो हैन त। .int फाइल बफर त फेरि सेन्ड गरौँ नि त हैन, भएन। अपलोडेड बन्यो, अपलोड बनिसकेपछि हाम्रो अझै भएन जस्तो छ। यति भएन भने यहाँ चाहिँ इरर पनि ह्यान्डल गरौँ न त है। इरर र हाम्रो के आउँछ त, डाटा आउँछ। यदि इफ इरर छ भने इरर मेसेज देखाउने हैन, ठीक छ। इरर छ भने इरर मेसेज देखाउने, इरर छ भने डाइरेक्टली रिटर्न गरिदिन्छ नि त हैन। रिटर्न कन्सोलमा गरौँ, इरर नै देखाइदिउँ। र यदि डाटा छ भने यसलाई डाटालाई यहाँ चाहिँ कन्सोल गरिदिन्छु ल, डाटालाई। अनि यसलाई म सेन्ड गर्छु। फाइल अपलोड त भन्यो तर हाम्रो ल भयो जस्तो छ यसले, ठीक छ ल। युजर अब कसरी गर्ने त, हामीले एडिट गर्न त मैले सिकाइसकेको छु। एडिट गर्नलाई के चाहिन्छ, फाइन्ड बाई आइडी एन्ड अपडेट, एउटा आइडी लिएर आउने, एउटा यो डाटामा जुन फाइलको युआरएल आएर छ file.url त्यही पठाइदिउँ, ठीक छ। बुझ्नुभयो ल। यो फाइलको युआरएल पठाउन मिल्छ नि हैन, ओरिजिनल फाइल नेम युआरएल पठाउन पाइदैन हैन ल। यो अब के गरौँ भन्दाखेरि एउटा म छुट्टै युटिल्स फाइल फोल्डर बनाउँछु ल। युटिल्स भन्ने है, युटिल्स भन्ने बनाउँछु। यसमा चाहिँ म के गर्छु त, uploaded.js बनाउँछु ल। यसमा चाहिँ एउटा फंक्सन बनाइदिउँ, अपलोडेड हैन, अपलोडेड भनेर एउटा फोल्डर फंक्सन बनाइदिन्छु ल। एरो फंक्सन बनाएँ मैले फेरि ल। यसलाई एक्सपोर्ट गरिदिउँ ल, एक्सपोर्ट डिफल्ट अपलोडेड भनेर। सो यसमा चाहिँ फाइल पठाइदिउँ ल, जुन फाइल आउँछ नि हाम्रो यहाँ चाहिँ। अब यो काम जुन छ नि मैले सर्भिसमा गरेको यति काम चाहिँ म कहाँ गर्छु त भन्दाखेरि यो कामलाई म यहाँ चाहिँ गरिदिन्छु ल। यो कामलाई म यहाँ चाहिँ गरिदिन्छु, ठीक छ। मैले यहाँ राखेँ, यो फंक्सन जस्तो बनाइदिउँ ल। यति भइसकेपछि यसलाई चाहिँ इरर पनि ह्यान्डल गरौँ ल। यसलाई चाहिँ कसरी इरर ह्यान्डल गरौँ भन्दाखेरि यसलाई पर्मिसमा, सिन्क्रोनस डाटा हो त्यही भएर यसलाई पर्मिसमा राखेर न्यू पर्मिस भनेर बनाउनु हुन्छ कि। पर्मिसमा एउटा एरो, यो चाहिँ पर्मिसेस मैले सिकाइसकेको छु है हजुरलाई। न्यू पर्मिस गरेर पर्मिस बनाउन मिल्थ्यो नि हैन। हामीले यसमा के हुन्छ त, रिजल्भ हुन्छ एउटा रिजेक्ट रिजल्भ र रिजेक्ट है। यति गर्नुभयो भने यसलाई चाहिँ म यहाँ राखिदिन्छु। अनि यदि रिजल्भ भयो भने के, रिजेक्ट भयो भने इरर देखाइदिने है, रिजेक्ट भयो भने यो इरर देखाइदिने। अनि यहाँ रिजल्भ भयो भने यही डाटाहरू ल। अब यसमा के गर्ने त, यसलाई अवेट यसलाई गर्ने हैन, यसलाई रिटर्न गरौँ, अवेट गर्न मिल्छ कि, अवेट गरिदिउँ।
अनि यसलाई असिंक पनि बनाउनु पर्यो। ठिक छ। अब यो फाइल कहाँबाट आउँछ त यहाँ युजर सर्भिसबाट। अब यो फोल्डर यहाँ चाहिँ बनाउनु पर्यो अपलोड युटिल्सबाट अपलोडबाट है। ठिक छ। ल यहाँ हेल्पर्स फङ्सनमा जुन हुन्छ नि हेल्पर्समा सबै ठाउँ युज हुने चिज राख्नुपर्छ है। युटिल्समा चाहिँ स्पेसिफिक कहाँ युज भइरहेछ त्यस्तो कुराहरू यहाँ राख्नु होला है। युटिल्समा युटिल्स फोल्डरमा ल यति भइसकेपछि हाम्रो अपलोडेड भनेर आयो। यो फाइललाई हामी पठाइदिउँ। यो यहाँ चाहिँ आउँछ। ठिक छ। यसमा आउँछ यो फाइल आइसकेपछि यहाँ चाहिँ फाइल डट बफर गर्नुभयो भने यहाँ आउँछ। यति भयो। यति भइसकेपछि म जस्ट छुट्टै बनाइदिएको मात्रै है। त्यही गर्दा पनि हुन्छ, केही फरक पर्दैन। अनि यसमा चाहिँ एउटा कन्स्ट गरौँ। यसबाट डाटा रिटर्न हुन्छ। यसमा चाहिँ अपलोडेड रिजल्ट भनेर दिउँ है। अपलोडेड रिजल्ट यति आयो। यति आइसकेपछि अब के गरौँ त हामी अब अपलोड गर्ने त हाम्रो के छ त अवेट फाइन्ड बाई आइडी युजर है। युजरको फाइन्ड बाई आइडी गर्ने कुन युजर हो त है। फाइन्ड बाई आइडी एन्ड के गर्ने त अपडेट फाइन्ड बाई आइडी एन्ड अपडेट। सो आइडी कसरी लिएर आउने भन्दाखेरि यसलाई चाहिँ रिटर्न गरिदिउँ न हैन। रिटर्न सो यो आइडी पनि चाहियो नि त हैन। यो अपलोडेड रिजल्ट चाहिँ यहाँबाट पठाउन सक्नुहुन्छ। जुन अपलोडेड रिजल्टमा आउँछ इमेज हैन .url यसमा जे आउँछ त्यही त पठाउन सक्नुहुन्छ हैन त। तर हामीले आइडी पनि त चाहियो नि त। गेट फाइन्ड बाई आइडी। सो आइडी पनि चाहियो। आइडी कहाँबाट लिएर आउने त है। आइडी कसरी लिएर आउँथ्यौँ हामीले कि त भन्नु त दुईटा तरिकाले लिएर आउनु मिल्छ। दुईटा तीनवटा प्यारेन्ट्सबाट पनि लिएर आउन मिल्छ। क्वेरी प्यारेन्ट्सबाट पनि अनि प्लस हामीले डाइनामिक आइडी पनि लिएर आउनु मिल्छ युज प्यारेन्ट्सबाट। रिक्वेस्ट डट प्यारेन्ट्स डट आइडी गर्नुभयो त्यसबाट पनि आउँछ नि त हैन। बुझ्दै हुनुहुन्छ। अब हामीले यो चाहिँ लगइन हुनुपर्छ भनेपछि लगइन भयो भने बिचमा अर्थ राखिदियो भने त्यसको त त्यसको जुन लगइन छ त्यसको त युज रिजल्ट आउँछ नि त हैन डाटाहरू सबै। ठिक छ। त्यसको लागि के गरिदिने म यहाँ राखिदिन्छु ल। राउट्समा जान्छु। यहाँ चाहिँ अर्थ राखिदिन्छु। अर्थ राख्नुभयो भने है जो लगइन छ त्यसको डाटा आउँछ कि। यहाँ चाहिँ अर्थमा छ नि हाम्रो सेट गरेको। यहाँ अर्थमा हामीले जेसँग डिक्रिप्ट गरेको थियौँ है जेडब्ल्युडी साइन गरेर त्यो डाटा युजरको डाटा लिएर त गरेको थियौँ। त्यसले भेरिफाई गर्छ। त्यही डाटाहरू हामीले यहाँ चाहिँ रिक्वेस्ट डट युजरमा पठाइदिउँ। त्यही रिक्वेस्ट डट युजर गरेर यहाँ गेट गर्न मिल्छ नि त। अब अर्थमा जानु। अब यहाँ चाहिँ मिडलवेयर मैले सेट गरिदिएँ अर्थमा। हेर्नु अर्थ। अब अर्थ भएपछि यहाँ चाहिँ अब रिसिभ हुने भयो। अर्थ कन्ट्रोलरमा यहाँ चाहिँ आउने भयो है। यहाँ चाहिँ के रिक्वेस्ट डट के गर्न मिल्छ कन्स्ट्यान्ट युजर आइडी भनेर दिइदिन्छु ल। युजर आइडी इज इक्वल टु रिक्वेस्ट डट युजर डट आइडी छ है। हामीले आइडी किन लिएको भन्दाखेरि हामीले यसरी रिटर्न गरेको थियौँ हैन डाटा। कहाँ छ हो युजर सर्भिस हेर्नु। यो खासमा त अन्डरस्कोर आइडी छ नि त हैन। डाटाबेसमा भएको अन्डरस्कोर आइडी हो। तर मैले रिटर्न गर्दाखेरि आइडी बनाएर यसरी पठाएको छु। यही आइडी यिनीहरूलाई नै मैले जेडब्ल्युडी साइन टोकन क्रिएट गरेको नि त यो डाटा लिएर। सो त्यही भएर यो डट आइडी गरेको है युजर डट आइडी। ल यति गर्नुभयो भने नत्र यहीँ हेर्दा पनि भयो त कन्सोल रिक्वेस्ट डट युजर भनेर। युजरमा के आउँछ हेर्नु। म सेन्ड गर्छु। म फेरि सेन्ड गर्छु। अब सेन्ड गऱ्यो भने अनअथराइज भन्छ होला। अनअथराइज भन्यो किनभने अर्थ राखिदिएँ। अर्थ राखिसक्नु भयो भने लगइन चाहिन्छ। लगइनको लागि म test1@gmail.com गर्छु। अथवा यो एडमिन नै हो। एडमिनको टेस्ट थियो हाम्रो जे नाम छ। यो लगइन भयो टोकन पनि आयो। यो टोकनमा त्यही डाटा होला है। अब म यो सेन्ड गर्छु। के भन्यो ए एकछिन ल फेरि सेन्ड गर्नु। सरी म यहाँ फेरि बिर्सेँ कि राख्न।
यो इम्पोर्ट त चाहिन्छ नि हैन हामीलाई। अघि मैले यहाँ चाहिँ युज गर्दै थिएँ नि इन्टेल्समा, यहाँ चाहिँ चाहिन्छ नि त हामीलाई, यो राख्नु पर्यो। अब हेर्नु म सेन्ड गर्छु, यो सेन्ड गर्छु, रिस्टार्ट भएको छैन अझै। ल फेरि कहाँ भनिरहेको छ प्रब्लम, ए यो आइडी नै आएको छैन नि त। हेर्नु यो मैले देखाउन खोजेको यो है, यो फाइलमा यो आइरहेछ, ठिक छ। अनि त्यसपछि युजर आइडी, युजर रिक्वेस्ट डट युजरमा यो आइडी आइरहेछ नि त, आइडी पनि आइरहेछ, नाम पनि आइरहेछ, फोन पनि, एड्रेस पनि, रोल पनि आइरहेछ, ठिक छ। यति आइसकेपछि हामीले के गर्न मिल्छ त भन्दाखेरि, यहाँ हेर्नु, यहाँ चाहिँ हामीले गेट गरेको के हो त, हामीले युजर सर्भिसमा फाइल मात्रै छैन, हामीले युजर आइडी पनि पठाइरहेछौँ है, युजर आइडी भनेर पनि पठाइरहेछौँ। सो यो युजर आइडी यहाँ गेट गर्न मिल्छ, युजर आइडी गेट गर्न मिल्छ नि हैन। सो अहिलेलाई यो अहिले अपलोड नगरौँ, यतिको लागि ठिक छ। यति गऱ्यो भने अब काम गर्छ र। पोस्टम्यान हेरौँ, सेन्ड गरौँ, ठिक छ। अपलोडेड आयो, अपलोड आइसकेपछि यो सबै चलिरहेछ। फेरि कहाँ प्रब्लम आयो फेरि, अनडिफाइन्ड भन्छ त हो, यो चाहिँ छैन र छ त। लोडेड डट जेएस फाइल डट बफर, यही फाइल त पठाएको नि, यो फाइल हाम्रो यहाँ रिसिभ गऱ्यौँ, यो फाइल यहाँ आइरहेछ। अनि प्रब्लम चाहिँ के आयो त, त्यस्तो त प्रब्लम नआउनु पर्ने। सेन्ड गरौँ, अपलोडेड त आयो, फाइल डट बफर डट इन, बफरलाई रिड गर्न सकिन भन्छ त। यस्तो पनि हुन्छ र, त्यस्तो प्रब्लम त आएको थिएन त। एस फोल्डरको S32 क्लाउडनरी डट अपलोड अन्डरस्कोर, यहाँ राख्दा चाहिँ के प्रब्लम आयो त, त्यस्तो प्रब्लम नआउनु पर्ने। नामले प्रब्लम दिएको र, नाम पनि चेन्ज गर्नु त है। लोड फाइल फर डिफल्ट अपलोड, त्यहाँ गर्दाखेरि आउने, यहाँ गर्दाखेरि नआउने हुन्छ। सिन्क्वेट रिटर्न रिजल्भ, बफर रिड गर्न सकिन भन्छ त। फाइल डट बफर, अनि यहाँ चाहिँ के गर्ने त, यहाँ चाहिँ नाम अर्को राख्दिनँ त है, अपलोडेड भनेर कुनै मिस्टेक भयो। ल यो इन्टेजबाट लिएर साँच्ची यसलाई पनि अवोइड गर्नुपर्छ र, पर्छ नि है, अवोइड त गर्नु पर्यो नि त हैन। त्यो फाइलले हैन, यो नामले प्रब्लम भयो, अवोइड गरेथिनौँ है। फेरि प्रब्लम आयो, फाइल डट बफर, फेरि रिड गर्न सकिन भन्छ त। त्यो फाइललाई राख्दिनु, यहाँबाट पठाएको छैन मैले युजर आइडी यहाँ पठाएको छैन मैले, यो फाइल मात्र पठाइरहेको छु। सो युजर आइडी है, युजर आइडी पनि पठाऊँ, यिनीहरू हामीले चेक गरिराख्नु परेन घरिघरि। युजर आइडी र
हाम्रो सर्भिसमा जाऊँ, यहाँ पनि युजर आइडी आउँछ, ठिक छ, युजर आइडी अनि यो युजर आइडी अब यहाँ पठाइराख्नु पर्दैन, हाम्रो युजर आइडी यहाँ आउँछ है। ल यति गऱ्यो भने अब हामी डाइरेक्टली हेरौँ न त है। ल यसमा चाहिँ म इमेज भनेर छ है, इमेज भनेर चाहिँ यसलाई डिस्ट्रक्चर गरिदिन्छु ल, डाटाबेसमा पनि सेभ गरौँ। इमेज भनेको हाम्रो मोडलमा जुन छ त्यही नाम है, इमेज भनेर छ, त्यही भएर मैले युजरमा चाहिँ यसरी अपलोडेड डट युजरको यहाँ युआरएल आउनु पनि सक्छ, नआउनु पनि सक्छ होइन, अप्सनल छ, अपलोडेड रिजल्ट युआरएल यहाँ चाहिँ वेट, ठिक छ। यति भइसकेपछि हाम्रो अपलोड हुन्छ र यो डाटा रिटर्न गर्ने, रिटर्न गरिसकेपछि हाम्रो यहाँ चाहिँ कन्सोल गरेछ होला, अथमा यहाँ चाहिँ कन्सोल गरेछ है, यो डाटा कन्सोल हुन्छ। अब फेरि सेभन गर्छु, सेन्ड गऱ्यो भने फेरि प्रब्लम आयो जस्तो छ। खै त इमेज खै त हाम्रो इमेजमा छैन कि, रेस्पोन्स त आयो होइन, अपलोडेड भन्यो, अपलोड भनिसकेपछि है काम गरे जस्तो छ हाम्रो, ठिक छ। तर इन्स्ट्यान्ट चाहियो भने हामीले यहाँ राख्न सकिन्छ कि, न्यू गरेर डाटामा ट्रु गर्नुहुन्छ कि, इन्स्ट्यान्ट चेन्जेस त्यतिखेर भयो, डाटा मैले फेरि सेन्ड गर्छु, एकछिन टाइम लिन्छ, अपलोडेड भयो, अपलोडेड भइसकेपछि हाम्रो इमेज कहाँ छ, इमेजमा हेर्नु, इन्स्ट्यान्ट चेन्जेस गर्नुपर्छ। सो हामीले त्यतिखेर अपलोड गर्दा बित्तिकै त्यो डाटा आउँदैन कि, ठिक छ। त्यो डाटा आउनलाई के गर्नुपर्छ त, हामीले न्यू गरेर चाहिँ ट्रु गर्ने है, ठिक छ। यसमा चाहिँ यसलाई फर्मेटहरू गरिदिउँ, के गर्ने त, हामीले फाइन्ड बाई आइडी युजर आइडी पठायौँ, त्यो युजर आइडी कहाँबाट लिएर आऊँ, अटबाट है, अनि इमेजमा अपलोडेड युआरएलबाट अपलोड इमेजको युआरएल है, त्यसको डट युआरएल गऱ्यौँ, त्यो चाहिँ युआरएल हामीले जुन क्लाउडमा थियो त्यो इमेज यहाँ लिएर आयौँ। सो न्यू इजिकल ट्रु गरेँ, गर्दा बित्तिकै के भयो त, इन्स्ट्यान्ट हाम्रो जे अपलोड भएको थियो त्यो अपलोड भएको डाटा यहाँ आयो। भोलि गरौँ हो, अझै हामीले फाइलहरू गेट गर्नुपर्छ होइन।